नेपालमा राणा शासन थियो। राजाका छोरा नाति बेलायत पढ्न जान्थे। बेलायत क्रिकेटको जन्मभूमि, जताततै क्रिकेट खेलिरहेका हुन्थे। उनीहरू हेर्थे र निकै रमाइलो मान्थे। सन् 1920 मा उनीहरूको पढाइ सकियो। देश फर्किए अनि सुरु भयो नेपालको क्रिकेट इतिहास। बेलायतबाट फर्किएसँगै उनीहरू क्रिकेट खेल्न सुरु गरे। जनरल ब्रह्म शमशेरको बबर महल र जनरल नरस शमशेरको जाउला खेल टिमलाई नेपालको पहिलो क्रिकेट टिमको रूपमा हेरिन्छ। भारतमा अंग्रेज साम्राज्य रहेकै अवस्थामा नेपालमा क्रिकेटको प्रभाव परिसकेको थियो। त्यसको केही वर्षपछि नरस शमशेरको नेतृत्वमा गएको नेपाली टिम पहिलो पटक भारतको पटनामा खेलेको पाइन्छ। क्रिकेट खेललाई अघि बढाउन आवश्यकता देखेर 1946 मा नेपाल क्रिकेट महासंघको स्थापना गरियो, जसलाई नेपालकै पुरानो खेलकुद संस्थाको रूपमा हेरिन्छ। त्यति बेलासम्म नेपालमा राणाहरू मात्र क्रिकेट खेल्न पाउँथे। सन् 1951 मा जब नेपालमा राणाहरूको अन्त्य भयो, त्यसपछि क्रिकेट साधारण जनतामाझ पुग्न सफल भयो। क्रिकेट एसोसिएशन्स अफ नेपाल नेपालको राष्ट्रिय खेलकुदमा समावेश गरियो, जसले क्रिकेटलाई सम्पूर्ण नेपाली माझ पुग्न सफल बनाइदियो। 1990 को दशकदेखि क्रिकेट नेपालभर खेल्न थालियो र यसको पहुँच पनि बढ्दै गयो। एसियन क्रिकेट काउन्सिलको सदस्यता प्राप्त भयो। सन् 1996 मा नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी को एसोसिएट मेम्बर बन्न सफल भयो। सन् 1996 मा मलेसियाको क्वालालम्पुरमा सहभागी भएसँगै नेपाली क्रिकेट टिमको अन्तर्राष्ट्रिय यात्रा प्रारम्भ भएको थियो। त्यति बेला टुडी खेल र सानो गौचरणमा मात्र क्रिकेट खेल्ने गरिन्थ्यो। 1996 मा आईसीसी को मान्यता पाएसँगै त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको खुला चौरलाई क्रिकेट मैदानको रूपमा विकास गरियो र त्यसकै आडमा 1998 मा नेपालले दोस्रो एसएससी ट्रफी आयोजना गर्यो। 2002 मा भएको एसएससी ट्रफीमा दोस्रो हुन सफल भयो। 2004 मा पहिलो पटक प्रथम श्रेणीको खेलमा सहभागी भएको थियो। 2006 को एसएससी ट्रफीको एक खेल भने नेपालको लागि विशेष रह्यो। म्यानमार सँगको खेलमा नेपालले म्यानमारलाई 10 रनमै अल आउट गरेको थियो। 2008 बाट नेपालले आईसीसी वर्ल्ड क्रिकेट डिभिजन 5 मा सहभागिता जनायो। त्यसको 2 वर्षपछि काठमाडौँमै भएको डिभिजन 5 मा यूएसएलाई हराउँदै डिभिजन 4 मा उक्लन सफल भयो। फेरि 2 वर्षकै अन्तरालमा डिभिजन 4 बाट डिभिजन 3 मा पुग्यो र 2013 मा बर्मुडामा भएको डिभिजन 3 मा पनि विजयी हुँदै डिभिजन 2 मा पुग्न सफल भयो। यसरी एसियाली तथा विश्व स्तरका विभिन्न उपाधि चुम्दै विश्वकपको लागि यात्रा तय गर्यो। अन्ततः 2014 मा बंगलादेशमा भएको आईसीसी 2020 वर्ल्ड कपमा पनि पहिलो पटक सहभागी भयो। 2014 जुन 28 मा नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले T20 स्ट्याटस दियो, तर 2015 को T20 क्वालिफायरमा छनौट हुन नसक्दा T20 स्ट्याटस खोसियो। तर नेपाली खेलाडीले हार खाएनन् र निरन्तर परिश्रम गरिरहे। खेलाडीको मेहनत र लगनशीलताले कहिल्यै पनि नेपाली क्रिकेट प्रेमीलाई निराश बनाएन, बरु शिर उच्च पारिदियो। 2018 मा नेपालले 4 वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो। 2019 मा एक दिवसीय र T20 दुवै श्रृंखलामा दुवैलाई घरेलु मैदानलाई हराएर इतिहास रचेको छ र पहिलो पटक एक दिवसीयको वरियतामा 15औं स्थानमा परेको छ। यो नेपालको अहिलेसम्मकै ठूलो सफलता हो। यी सबै सफलता नेपाली पुरुष राष्ट्रिय टोलीका हुन्। यद्यपि नेपालमा महिला, दृष्टिविहीन र बहिराहरूको राष्ट्रिय टोलीले पनि छोटो समयमा उल्लेखनीय उपाधि जितिसकेका छन्। यसरी छोटो समयमा नेपाली क्रिकेटले चुमेको सफलता गर्व गर्न लायक छ। यो सफलतासँग नेपाली खेलाडीको मेहनत जोडिएको छ अनि सम्पूर्ण नेपालीको साथ र समर्थन जोडिएको छ। विडम्बना, अहिलेसम्म नेपालमा एउटा पनि सुविधा सम्पन्न क्रिकेट रंगशाला छैनन्। नेपालमा आयोजना गरिएका सबै अन्तर्राष्ट्रिय खेलहरू कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा खेलाइदै आएको छ।
सरकारी स्तरबाट स्टेडियम बनाउन सुरु गरिएको मूलपानी क्रिकेट ग्राउन्डको काम दशकौं बित्दा पनि सम्पन्न भएको छैन। नेपालले क्रिकेटमा मारेको फटको र खेलाडीले देखाएको हसालाई सम्मान गर्दै कलाकार तथा समाजसेवी धुर्मुस सुन्तलीको जोडीले सम्पूर्ण नेपालीको सहयोगमा चितवनमा सुविधा सम्पन्न रंगशाला करिब 2 वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेका छन्। यो घोषणाले खेलाडी लगायत सम्पूर्ण नेपालीलाई उत्साहित बनाएको छ। आशा गरौं अबको 5 वर्षभित्र मूलपानी, थाप्ला, पोखरा, चितवन लगायत सबै स्टेडियमको काम सकियोस् र नेपाली क्रिकेटको इतिहासमा नयाँ आयाम थपियोस्। हामी सबैलाई शुभकामना।